हेर्नुहोस्, उहाँ हुन्छ पूर्व कृषि अध्यक्ष श्री तारादेवी सापकोटाज्यू। उहाँको घरमा एउटा यस्तो मकै फलेको छ कि जो बोक्न उहाँलाई हम्मे परिसकेको छ। उहाँको हातले त्यो मकै पनि बोक्न सकेको छैन। हेर्नु मकै कत्रो फलेको छ। हेर्नु, जनता जान्न चाहन्छ। हेर्नु मकैको घोगा। अब उहाँले के अनुसन्धान गर्दै हुन्छ भने यो मकैको घोगा छोडिएर कति दाना छन् भनेर पनि उहाँ हिसाब गर्छु भन्ने हुन्छ। सायद एउटा यो मकै 2 केजी भन्दा धेरै गरमको छ भन्ने उहाँको आकलन छ। कति केजी हुनसक्छ आमा? अब जोख्नु हो भने झन् 2 केजी पर्छ होला हौ। 2 केजी पर्छ होला। यसमा कति दाना हुन सक्छ तपाईँको विचारमा? यसमा जनताले सोचिरहेछन्। जनताले सोधेका छन् भने त यसमा 2000 गुटी हुनुपर्छ। 2000 गुटी भने पछाडि 2000 गुटी भने 2 केजी हुँदाखेरि तपाईँको एक गुटी एउटा दाना बराबर 1 ग्राम रहेछ। त्यसो सम्झिनु पर्यो, किनभने 2000 गुटी भनेको एउटा यति थियो। अलिअलि आमाले उफारेर पनि देखाइदिनुहुन्छ। अलिकति उफारेर क्याच पनि गर्नुहुन्छ, किनभने सिएसके को फ्यान हुनुहुन्छ उहाँ आमा। त्यसले गर्दाखेरि पनि आमाले यसो क्याच गर्न अलिकति रुचाउनुहुन्छ, किनभने आमा धोनीको फ्यान हो, सिएसके अनि कृषिको अध्यक्ष पनि आमा हो। 6 वर्ष कृषिको अध्यक्ष। उहाँको परिचय पनि माग्दैछ, उहाँको परिचय दिनु होला। कृषिको अध्यक्ष मैले 6 वर्ष गरेको। सबै भन्नु नि परिचय, त्यति मात्र पुग्दैन। अनि खेती लगायो, मकै लगायो, भिन्डी लगायो, सागसब्जी लगायो, सबै। अहिले आफ्नै घरमा यत्रो घोको मकै फलाइयो। आफ्नै घर आफ्नै मकै फलाइयो। गर्दा कसो हुँदैन नेपालमा, होइन? कस्तो हुँदैन, मान्छे विदेश जान्छन्, होइन आमा? 3 पल्टसम्म मकै गोड्ने हो भने किन हुँदैन? अब गोड्दैन नि। आमाले, हाम्रो घरको आमाले यत्रो मकै फलाउनु भने हाम्रो यहाँ आमाको बुहारीले यत्रो मकै फलाउनु हो। थोते बुवा 2 पल्ट गोडेको यो। 3 पल्टसम्म गोड्नुपर्छ मकै गोड्दाखेरि। अर्को फल्छ त। हामी 3 पल्ट। हामी अर्ग्यानिक मलले हो नि, सधैँ युरिया सिउरिया परेको छैन नि। अलिअलि पर हो। गाईको गोबरहरू पनि लगाइयो, के लगाइयो भने हुन्छ, त्यसै फल्छ। त्यो त हो, त्यसै फल्छ। त्यो पनि हो। अलिक फल्न सक्दैन, किनभने आमाले त्यो एउटा घोगा बोक्न आमाको हातै तल झरिसक्यो। दोडा घोगा फल्दाखेरि यत्रा घोगामा दोडा बोटले थाम्दा कत्रो बोट थियो होला त? त्यो पनि हो। बोट पनि हेर्नु पर्यो नि। दोडा घोगा फलेका थिए। हजुर। अब आमाले भन्नु हुँदैछ कतिवटा बोटमा, एउटा बोटमा 2टा घोगा यत्रै फलेका थिए। यत्रै फलेका थिए है। हो नि त। यत्रो कति वर्ष पुग्नुभयो तपाईँ अहिले? म त 82। 82 त पुगेको छु नि, कहाँ धेर बाँकी छु त। त्यही त 82 वर्षको आमाले यत्रो मकैको घोगा फलाउनु भयो, होइन? हामी जतिको युवा मान्छे अहिले विदेश गएर हुन्छ, होइन? 3 पल्टसम्म गोड्नुपर्छ, मकैको बोटमा गइराख्नुपर्छ, दबाई पानी गर्नुपर्छ, अनि कहाँ हुन्छ? अर्को पनि घोगा देखाइदिनु त आमा। आमाले देखाउँदै हुन्छ। अब हेर्नु, यो चाहिँ अलिअलि कम मलजल गरेको हो, होइन? यसैसित फलेको। अनि एउटा ठुलो भयो, यसैसित फलेको। के प्रमाण छ तपाईँसँग त्यसैसँग फलेको भनेर? भात्ने नै म हुँ, अनि के प्रमाण हुनु? ए, अनि तपाईँ एक्लै यत्रो काम गर्न सक्नुहुन्छ अहिले 82 वर्षको उमेरमा? के कम्ती कोदाला बस ठिक्क लाग्ने चाहिन्छन् त। घाउ हतियार लाग्ने चाहिन्छन्, कोदाला लाग्ने, भुँडीभरि भात खानुपर्छ। लोबाले एउटा रोटी खाएर हिँड्छन्, अनि कहाँ हुन्छ त? हो, रोटी पनि खानुपर्छ, स्वास्थ्यको लागि राम्रो हो। बेसुमार खाना चाहिँ मजाले खानु छ, दही दुध घिउ। ल ल ल ल, धन्यवाद भन्नु आमा। धन्यवाद। मकै राम्ररी फलायो सबै गाउँ।